चलन छ भने मङ्सिर पूर्णिमालाई त्यही लगाएको अन्नबाली थन्काउने समय भनी उभौली भन्ने चलन रहिआएको पाइन्छ। यो नाचमा अगाडि आफ्नो जातिको धानी बिजुवाले देवता तीन ढुङ्गा चुलालाई पूजा गरी तथा कुनै देवी देवताको थानलाई पूजा गरेपछि मात्र यो नाचको सुरुवात गर्ने गरिन्छ। अरू नृत्यकारहरू ढोल झ्याम्टा बोकी सामूहिक रूपमा विभिन्न सिद्धिहरू गर्दै यो नाच नाच्ने गरिन्छ।